त होइन बाख्राले खसी ब्यायो भने रमाउने पाठाहरू ब्यायो भने भैँसीले झनै काम भ्याइएला भनेको त झनै यता नि बाख्रा गोर्छु लगाइदिए तिमीहरूलाई खायो अझै घाँस खायो अझै हगेको यसरी। हेलो गुड मर्निङ वेलकम ब्याक टु युट्युब च्यानल। त्यसरी सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिकै छु है भन्नु पऱ्यो। यहाँ रसाउनु छ बाटो भने यहाँ पुरै पुरै लाखा यहाँबाट कोलगेट यता चाहिँ माछा खाल्टो, यहाँ त जम्मै पुरा माछा चोर्दै कि यहाँ चाहिँ हाम्रो यो खाल्टा माछा चोर्ने। यहाँबाट लखडै थियौँ हामी, पुग्दै त कति चढै भाग्यो। यहाँ त्यतिखेर बाटो बनेको थिएन नि त, माछा दर चोऱ्यो। यहाँ चाहिँ झुल पनि होला त्यहीँ, त्यो रात देखेको झुल हो है। नयाँ बाटो पनि गइदिउँ न त हामी। नयाँ बाटो कता साथीहरू बाटो लाग्यो। म चाहिँ फेरि बिहान यस्तै हो, अलिक दिउँसो यति गर्मी हुन्छ। ल घर चाहिँ लाग्यो अन्त हाम्रो मम्मीले यहाँ बिराटी पाटा हालिसक्यो बुङ्गेर फेरेर। धेरै खाना भयो र धेरै खाना भयो क्या। बिहान चिया खान्छन्, म चाहिँ फाल्न पर्ने हुन्छ। साथीहरू कोही बेला यस्तो काम गरेर घिन लाग्छ है, यस्तो काम मलाई त घिन लाउन है, यस्तो काम घिनै लाग्दैन है। ल अहिले चाहिँ म चाहिँ घर सोर पनि अहिले चाहिँ म त कलर भइसक्दैन ला हो अहिले चाहिँ। ए यहाँ गनाएँ भनेको थिएँ त मैले, यो पनि फालिसकेँ। न टक्क लाएर भइसक्नु पर्ने हुन्छ। बाल्टी पनि ल्याइसक्यो चट्ट लाएर। ए यहाँ बाहिर गरेर हैरान गरेर फेरि कति कराउँछ यार, भन्छ कामै। यहाँ मेरो दुध चोरिसक्यो यार, भइसक्नु पर्ने हुन्छ अब। गाउँले तन्न सकेन गाउँलेहरू कति बलियो हो क्या। ए गाउँलेहरू तान्ना हो, यहाँ मुर्रा तान्ना हो, हात्ती जस्तो तान्दैन पनि। हात्ती हुँदा नि बलियो छ यार। डिग्री पास गरेर भैँसी पाले गाउँतिरै झरेर चिन्ता छैन केही। मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत नि। ल अहिले चाहिँ मैले दुध पनि दोहोरा पारेर छोडिसकेँ। अहिले चाहिँ खाँदैछ, पुरै बाल्टिङ भर्थ्यो नि। हजुरहरूको चक्करमा भिडियो गराउँदा दुधै चोर्दिने आधी त तान्नै नसक्ने बलियो छ। झनै काम भ्याइएला भनेको त झनै यता नि बाख्रा गोर्छु लगाइदिए तिमीहरूलाई खायो अझै घाँस खायो अझै हगेको यसरी।
चढेर गएको सब गर्नुपर्छ यो अब कस्तो हिलो गरेर आयो कि त्यहाँ कराएर हैरान्छ त्यो टोलमा कराउने यही डाम्नाहरू 5वटा छ कि 5वटा है 5वटा छोरी छोरी बिहा त्यहाँ 3टा त्यहाँ 2टा बाख्राले खसी बिहायो भने रमाउने रे पाठाहरू बिहायो भने के रे नखुसी हुने रे भैँसीले पाडी बिहायो भने खुसी रे राँगो बिहायो भने गयो रे है ममा मसीले मेरो त यहाँ ड्युटी लगाइदियो फेरि यो सफामा पर्ने हुन्छ है ल टक्क लाएर अहिले भेटाम ल हामी ल त अहिले चाहिँ म नास्ता खान लाग्यो अहिले चाहिँ साथीहरू ल नास्ता फेरि के भन्नु न यता दुध छ यता भुजा दुध पनि कति रहेछ हेर्नु न पाहाड पाटेर खाउनु पर्छ दुध पनि त्यही भएर म थोरै खाएको अहिले दुध चाहिँ पुरा नपटे खाने मेरो चाहिँ के भयो मिल्दैन भएर हो क्या हो यार बाह्र पाडाहरू पुग्दैन रे 5वटा बिहान त म चाहिँ यो भुजारी खानुपर्ने हुन्छ तरदेखि त चस्मा लाग्छ वाउ वाह कुकम्यान के तरकारी पाक्दैछ त कुकम्यान तँलाई एउटा गिफ्ट दिन्छ है म है दिन्छु नि म ल्याउँछु है लिन पर्छ है ल ल ल्याएँ मैले ल हेर्छु नि छ कि छाम्न छ कि छैन पहिला हेर्छु म देखाएको खोलेर मैले खोलेको राम्रो हुन्न ल हेर्न यति राम्रो गिफ्ट देखेँ मैले खोलेको राम्रै हुन आफै खोल्नु पर्थ्यो कमसेकम ल हेर्नु है यसको लागि यो राम्रो छैन त है यति राम्रो लास्टमा त म देखाउँछु यति राम्रो छ एउटा चलेको थियो कि यस्तै बहुत महँगो खाले भनेको थियो नि झन् यस्तै किनेर ल्याइदिएको थिएँ टिकटकमा एउटा चलेको थियो नि भाइरल खाले हो त्योबाट किनेर ल्याइदिएको झन् भिन्न भन्छ यसलाई मन परेन ल फिर्ता गरिदिनु पऱ्यो है साउजी टिभी हेरेर मजा आउँछ है मोला भन्दा नि है गाईहरू त्यही भएर टिभीमा लगाएको छु है मैले चाहिँ भाइ म चाहिँ खाना खाएर भर्खर निस्किनु लाग्छ यहाँ हेर्नु न एउटा थालमा चाहिँ थर्काएँ पुरै देख्नु भयो गुनगुनाएँ पुरै एउटा थालमा चाहिँ भने यस्तो थर्काउँछ कागले चल्ला यहाँ सानो सानो चल्ला है म धन्दा लैदिएको के हेरेको छैन भन्दाखेरि मम्मीले हेरेको छैन भन्दाखेरि मम्मीले के लैदियो भने फेरि धन्दा कागले लैदिएको अनि यहाँ त हेर्नु न वाउ फुलबारी क्या बब्बाल छ त्यता पनि छ है त्यहाँ गर नि देखाउँछु है हजुरहरूलाई
अहिले चाहिँ म बारीतिर निस्किनु लाग्यो है गाईहरू घाँस जानु लाग्यो है म चाहिँ एउटा थाल मात्दैन भनेर कराकरै गरेर ल यो थाल माझेर जान्छु म चाहिँ भिडियोको लागि मात्दिनु लाग्यो भन्ने फेरि त्यसले फेरि त्यसकै लागि रे ल है गाई मैले माथेँ त्यतिकै मात्दैन अरे राखिदिएँ मैले फाइनल्ली प्लोटतिर हिँडेको अवस्थामा अहिले चाहिँ प्लोटतिर लागेको है साथीहरू यता हेर्नु त बाटो बिहानै देखाइसकेँ हजुरहरूलाई विकास हुँदैछ जोस गाउँतिर विकास हुँदैछ साथीहरू म चाहिँ घाँस लिएर पनि निस्किसकेँ म चाहिँ गाउँबारदेखि जाने हिँड्न घर भनेको भोक लागेन भन्छन् अब रोटी खाएको रे पानी पनि ल्याइदियो भने खानाहरू म चाहिँ यति घाँस लिएर निस्किसकेँ फेरि पानी ल्याइदियो भनेछ म चाहिँ पानी लिएर पनि आइपुगेँ जाने होइन घर अझै पनि घाँस काट्नु पुरा चिलाउँछ अब हातमा मलाई चिलाउने भयो मलाई पुरा चिलाउनु न मास्टरमा आएर मलाई पनि घाँस काट भन्दिनँ है गाउँबारीमा तर घाँसै रहेछ है कसको कालो हो कि यो घाँसबाट मर्छ यहाँ पातलो छ नि त गहुँ त्यही भएर काट्न मिलेछ यस्तो साथीहरूमा चाहिँ निस्केँ यस्तो चिलायो यति चिलायो गाउँमा त्यही माथि भने यस्तो कालो के हो यस्तो झनै उडेर घाँस काट्न नसकेको अवस्था मैले पनि निस्किन् ल बेलुका आएर काट्छन् रे है ल त साथीहरू गाउँबारीमा चिलाएर एकदम भयो त कालो कालो हेर्न गाउँबारी घाँस काट्न नसकेर निस्केको अवस्था घाम लाग्यो फेरि शीतल हुन्छ फेरि घाम लाग्छ यस्तै छ यहाँ बर्दियाको के हो यो मौसम चेन्ज हुन लाग्यो भन्ने कि के हुन लाग्यो मौसम गर्मी महिना पनि छ है घामले त त्यस्तै लाग्छ साथीहरू भिडियो पनि धेरै लामो भइसक्यो हजुरहरूले अहिलेसम्म हेरिरहनु भएको छ भने नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त अनि लाइक पनि हान्नु होला अनि कमेन्ट पनि गर्नु होला है त बाई बाई